यो चाहिँ तपाईहरुको एमआई को वाइफाई रिपिटर हो। यदि तपाईको राउटरले चाहिँ तपाईको रेन्ज थोरै दिन्छ भने यो युज गर्न सक्नुहुन्छ। र आजको भिडियोमा चाहिँ हामी यसलाई कसरी सेटअप गर्ने आफ्नो मोबाइल डिभाइसहरुमा भनेर सिक्न गइरहेका छौं। फर्स्टमा तपाईले यो Xiaomi Home भन्ने एपलाई डाउनलोड गर्नु होला। यो Xiaomi Home लाई मैले डाउनलोड गरिसकेको छु, त्यही भएर ओपन गर्नु होला। ओपन गरिसकेपछि तपाईले एड डिभाइसमा क्लिक गर्नु होला। एड डिभाइसमा क्लिक गरेपछि तपाईले म्यानुअलमा भएको क्यूआर लाई स्क्यान गर्नु होला। तपाईले स्क्यान गरिसकेपछि आफ्नो रिपिटरको तल्लोपट्टि भएको बटनमा 5 सेकेन्डसम्म होल्ड गरेर थिच्नु होला। यो थिचिसकेपछि तपाईले यस्तो प्लेटफर्म देख्नुहुन्छ। यसमा चाहिँ तपाईको आफ्नो नेटवर्कलाई कनेक्ट गर्नु होला, आफ्नो राउटरको नेटवर्कलाई। र यहाँ आउनुहुन्छ र आफ्नो रिपिटरमा क्लिक गर्नु होला। रिपिटरमा क्लिक गरिसकेपछि कनेक्ट हुन्छ। कनेक्ट भइसकेपछि यो लोडिङले अलिकति टाइम लिन्छ तपाईहरुको। यतिखेर चाहिँ तपाईको रिपिटरको आफ्नो डिभाइसले रिपिटरको छेउमा राख्नु होला, अलि छिटो हुन्छ। र तपाईहरुले चाहिँ यहाँ आएर आफ्नो कुन ठाउँमा युज गर्ने हो क्लिक गर्नु होला। मैले चाहिँ ब्याकयार्ड थिचेको छु। र यति गरिसकेपछि चाहिँ तपाईको आफ्नो रिपिटर चाहिँ कनेक्ट हुन्छ। तपाईको सक्सेसफुली कनेक्ट भइसकेपछि चाहिँ तपाईको जति पनि डिभाइसहरु छ ल्यापटप तथा डेस्कटपहरुमा कनेक्ट गरेर तपाईले वाइफाई चलाउन सक्नुहुन्छ। थ्यांक यू।